नमस्ते। मेरो नयाँ युट्युब च्यानलमा सबैले स्वागत छ। आज मैले यो एउटा सानो युट्युब च्यानल बनाउन गइरहेको छु र जुन च्यानल चाहिँ हाम्रो बुद्ध धर्मको कतिपय कर्मकाण्डभित्र रहेको हाम्रो धारानी मन्त्रहरूलाई चाहिँ संस्कृत श्लोकसँग जस्तोको त्यस्तै उच्चारण गर्ने उद्देश्यले चाहिँ मैले यहाँ रचना गरेको छु। यो हाम्रो संस्कृतको श्लोकसँग मेल खाने गरी उच्चारण गरेमा त्यसबाट मिनिङ पनि निस्किने र बुझ्न पनि सजिलो हुने भएकोले मैले त्यसलाई चाहिँ शुद्ध उच्चारणबाट प्रस्तुत गर्नको लागि चाहिँ केही कोसिस गरेको छु। जुन हाम्रो हिमाली भेगमा रहेका बुद्ध धर्मको ग्रन्थभित्र जुन कर्मकाण्डमा आधारित भएका ग्रन्थहरूभित्र भएका कतिपय हाम्रो धारणी मन्त्रहरू छन्। जस्तै यो अवलोकितेश्वरको मन्त्र ओम मणि पात्मा हुँ, त्यसलाई हामी ओम मणि पात्मा हुँ भनिरहेछौँ। तर त्यसलाई चाहिँ शुद्ध रूपमा भन्दाखेरि चाहिँ ओम मणि पात्मा हुँ भन्नुपर्ने छ। ओम आ हुँ भनेको चाहिँ मन वचन शरीरलाई शुद्धिकरण गरेर हाम्रो साधारण मान्छेको साधारण पृथक पृथक जनाहरूको मन वचन शरीरलाई चाहिँ अनि धर्म रूपी धर्मकाया अनि अब आबाट चाहिँ हाम्रो वचन रूपी अनि हुङबाट चाहिँ हाम्रो चित्त शुद्ध यसको लागि प्रयोग गरिने गएको हुनाले केही छोटो जानकारी म आज गर्न गइरहेको छु। अब आउँदो दिनहरू मैले यस्तै गरेर बिस्तारै अब केही जानकारी दिने कोसिस गर्दछु। आज चाहिँ सुरु हो। आजको लागि म यतिमै राख्दछु। धन्यवाद।